हिजो आज ढाड दुख्ने समस्या बढिरहेको छ। ढाड दुख्ने र ढाडमा नसा च्यापिने दुई फरक कुरा हुन्। ढाडको नसा च्यापिएका धेरै बिरामीहरूले सही सल्लाह नपाउँदा गलत उपचारको शिकार भएका धेरै उदाहरणहरू भेटिन्छन्। के यो अवस्थामा सर्जरी मात्र एउटा उपाय हो? शरीरको कुनै पनि अङ्गमा रोग लाग्नु भनेको त्यो अङ्गका कोशिकाहरू अशक्त हुनु हो। अशक्त भएका कोशिकालाई लेजर विकिरणले पुनः सशक्त गराई सक्रिय रूपमा काम गर्न लेजर थेरापीले मद्दत गर्दछ। लेजर थेरापीबाट के नसा च्यापिएको ठिक हुन्छ? लेजर थेरापीले कसरी काम गर्छ? यसै विषयमा लेजर थेरापीमा उपचार गराइरहेका बिरामी र स्त्री क्यान्सर रोग विशेषज्ञ तथा लेजर स्पेशलिस्ट डाक्टर सुशीला वैद्य बीचको संवाद। हजुर, अहिले लेजर थेरापीमा चाहिँ के समस्या भयो? 2065 सालमा ब्याक पेन भएको थियो। त्यो बेलामा मैले फुल कोर्स गरेँ। त्यसपछि मलाई केही समस्या भएन। अहिले पनि समस्या भएर म खास आएको होइन। गरिराखौँ भनेर 10 दिनको कोर्स एउटा गर्नु आयो। अहिले 2-3 वर्षमा एकचोटि गर्छु। मलाई जति हिँड्दा पनि जे गर्दा पनि त्यति फरक पर्दैन। मलाई केही समस्या भएर चाहिँ आएको होइन। भने चाहिँ तपाईँ 2065 सालदेखि नै लेजर थेरापी गरेर आउनु भएको? 65 सालमा मलाई म हिँड्नै सक्दैन थिएँ। खुट्टा टेकिँदैन थियो। त्यो बेलामा मैले एउटा फुल कोर्स गरेपछि त्यसपछि मलाई कुनै समस्या भएन। अहिले पनि त्यस्तो समस्या मलाई केही पनि छैन। म ट्रेकिङ 5 दिन 7 दिन 10 दिनको ट्रेकिङ पनि जान सक्छु। हाइकिङ 20 दिनमा 25-30 किलोमिटर पनि हिँडिदिन्छु। मलाई त्यो हिँड्दा पनि केही पेन छैन। मेरो L3, L4, L5, S1 च्यापेको थियो। मैले यहाँ काठमाडौँमा थुप्रो डक्टरहरू देखाएँ। काहीँ मलाई केही पनि भएन। जसले पनि सर्जरी नै भन्यो। अनि मैले यो उहाँको थाहा थियो मलाई। अनि मेरो भान्जा पनि अल्कामा काम गर्थ्यो। अनि उसले सोधी मैले उहाँको डाक्टरको नाम लिएर अनि उसले भनिदिएर अनि डाक्टरको अल्कामा थियो पहिला। त्यहाँ गएर मैले पहिले 20 दिन कोर्स गरेँ। त्यो कोर्स गरेपछि म हिँड्न थालिहालेँ। अनि त्यसपछि 1 महिनामा अर्को 10 दिन, 3 महिनामा अर्को 10 दिन, 6 महिनामा 10 दिन गरे 1 सालको फुल कोर्स चाहिँ मैले गरेँ। यो ट्रिटमेन्ट चाहिँ कस्तो भने एउटा फुल कोर्स चाहिँ गर्नुपर्ने रहेछ। जस्तो 10 दिन गरेर छोडिदिने, 20 दिन गरेर छोडिदिने चाहिँ नहुने रहेछ। फुल कोर्स गरेपछि त्यो बेलादेखि मलाई केही समस्या छैन। 20 दिनको कोर्स चाहिँ तपाईँ व्हिलचेयरबाट म नर्मल हिँड्न थालेँ। अब अहिले त म हिँड्नलाई अब मजाले हिँड्छु। अब हरेक शनिबार जस्तो म हाइकिङ जान्छु। 15-20 किलोमिटर नर्मल म हिँडिदिन्छु। मलाई केही समस्या हुँदैन। अहिले म समस्या बल्झेर त्यस्तो भएर केही भएर पनि आएको होइन। 10 दिन एउटा गरौँ। अब एउटा ट्रेकिङ जाने विचार छ मेरो। त्यो ट्रेकिङको लागि पनि डज पुग्छ भनेर म आइदिएको। मैले डाक्टर साहबले सोधेँ, उहाँले वर्षमा आइराख्नु भएको छ, 6 महिनामा आइराख्नु भएको छ। त्यो के रिजन रहेछ? एकचोटि ठिक भइसकेपछि त हामी नआउँदा पनि हुन्छ होला नि डाक्टर साहब? अब हाम्रो मामाजी, मेरो मामाजी भइसक्नु भएको छ, सबैको मामाजी है। के छ भने उहाँ आउँदाखेरिको हालत अहिले पनि याद, उहाँलाई पनि याद छ, मलाई पनि याद छ। व्हिलचेयरमा आएर कम्प्लिटली एउटा कपडाले पातलो कपडाले छोपेर छुँदाखेरि दुख्थ्यो, पोल्थ्यो, खुट्टाले त टेकेकै थिएन, हिँडेकै थिएन होइन। र त्यस्तो बेलामा निराश भएको बेलामा सबैले सर्जरी नै भन्नुभएको थियो। तर मान्छेले एकचोटि सर्जरी नगरिकन म कहाँको बिरामी निको भयो, उहाँलाई पनि सर्जरी बिना निको हुन्छ कि उनीहरूले ल्याउनु भएको। र मैले पहिला तपाईँलाई 10 दिन दिएँ। 10 दिनमा नि तपाईँ उभिनु भयो र प्लस 10 दिन गरेर 20 दिन गर्दाखेरि उहाँले सबै व्हिलचेयर सरेर आफै हिँड्नु भयो। र दोस्रो कोर्सदेखि बाइकमै आउनुभयो। बाइक नचलाउँ भन्थेँ, तर पनि अब पेटीसेटी पसेर बिस्तारै आउँदाखेरि बाइकमा आउँदै उहाँको 5वटा कोर्स कम्प्लिट भएपछि उहाँको चाहिँ पहिल्यैदेखि हिँड्ने बानी रहेछ, वकिङ, हाइकिङ, ट्रेकिङहरू होइन। जानुहुन्छ भनेर भन्यो। म के भन्छु, एकचोटि हिलिङ भइसकेपछि त राम्रो हुन्छ, जानु मिल्छ, आफ्नो इच्छा मार्नु पर्दैन, जानुहोस् तपाईँ। तर मैले तर के भन्नु, शरीर उमेर अनुसार जुन हाम्रो चाहिँ चौडीपना आउँछ, कपालहरू फुल्न थाल्छ, उमेर जति बढ्यो त्यति अब हड्डी मांसपेशीहरू कमजोर हुन थाल्छ। हड्डीहरू त एउटा 50 वर्षको उमेर आएपछि हड्डी खिने नै हो। तपाईँले चाहे पनि नचाहे पनि क्याल्सियम पुगे पनि नपुगेको त झन् बढी, क्याल्सियम पुगे पनि भिटामिन डी पुगे तापनि एजिङ चेन्जेस चाहिँ आउँछ, जसलाई हामी डिजेनेरेसन भन्छौँ। भने त्यो तपाईँकोमा फेरि आउँछ। र तपाईँ अब ट्रेकिङ हाइकिङ गर्दा कुनै बेला लोड पर्ला, ब्याग बोकिन्छ, कुनै बेला लड्नु होला, कुनै बेला चिप्लिनु होला, र फेरि ट्रमा त्यही ठाउँमा भयो भने फेरि तपाईँ पहिला जस्तै हालतमा नजानुको लागि चाहिँ कहीँ पनि जानु पर्यो भने वर्षको एकचोटि फलोअपमा आउनुहोस्, जसमा हामीले चाहिँ रिएक्टिभेट डोज भन्छौँ। 1 वर्षभित्र तपाईँले मलाई भेट्नु भएन, तर 1 वर्षमा एकचोटि भेट्दाखेरि यो 1 वर्षभित्र जति पनि सेल्सहरूलाई अलिकति लोड परेको छ, अलिकति ड्यामेज हुन सुरु गरेको छ भने यो 10 दिनको विकिरण दिएपछि त्यो फेरि हिलिङमा जान्छ। अहिले म खास आएको कारण पनि त्यही हो। म अब ट्रेनिङ जान लागेको छु। त्यो ट्रेनिङ जानलाई रिएक्टिभेट गरौँ भनेर म 10 दिनको कोर्स गरेको हो। अब यो 10 गरेपछि अब 1 वर्ष, 1.5 वर्ष, 2 वर्ष नआए पनि मलाई समस्या छ भने
वास्तवमा हरेक वर्ष उहाँले आफ्नो शरीरको लागि आफ्नो जिन्दगीको लागि वैशाख महिना छान्नु भएको छ होइन सबैलाई त्यो आश त्यो सजेसन त्यही हो वैशाखमा छान्नुहुन्छ वैशाख जेठतिर उहाँहरू ट्रेकिङ जानु एभ्री इयर जानुहुन्छ म हरेक साल जान्छु ट्रेकिङहरू गए म हाइकिङ त प्रायः हरेक दिन शनिबार हिँड्छु र जहिले गएर आउँदाखेरि म फेरि सोध्छु फोन गर्छु कि दुख्यो यसपालि मेरो आउँदा दुखेन भन्नुहुन्छ र उसो भए चाहिँ फेरि जानु अगाडि चाहिँ प्रिकसनको लागि चाहिँ रिएक्टिभेट डोज एउटा लिउँ ताकि तपाईँ हिँड्नु यो लिएको 1 महिनासम्म तपाईँको त्यो डोज लेजर विकिरणले सेल्सहरू हिलिङ गर्ने काम गरिरहेको छ यो बिचमा तपाईँलाई चोट लगायो भने पनि इन्फ्लेमेसन हुँदैन होइन तपाईँलाई गाह्रो पर्दैन अनि हिलिङको क्रममा तपाईँ हिँड्यो भने तपाईँलाई त्यो इन्फ्लामेसनै हुँदैन भन्ने यो एउटा यो मेकानिजम छ जसको उहाँले चाहिँ अपनाएर त्यसको लागि मात्र 2-4 जना उहाँ जस्तो हुनुहुन्छ जसले एकदम ठ्याक्क टाइममा चाहिँ अपनाइरहनु भएको छ जसले चाहिँ आजभन्दा 25 वर्ष अगाडि नसा च्यापेको रोगले चाहिँ खुट्टै नचलिसके आफूसँग पनि अब जस्तो अब यस्तो कि अब म ठिक भएँ एउटा कोर्स गरेर म ठिक भएँ अब म जान्न त्यहाँ मलाई जानु पर्दैन भने त्यो बस्यो भने चाहिँ फेरि आयो भने समस्या आयो भने अलिक गाह्रै हुन्छ होइन 1.5 सालमा एकचोटि गरौँ न 10 दिनको कोर्स हो के फरक पर्दैन 10-15 मिनट यहाँ सुतेर ठिक हुन्छ भने त त्यो गर्दा रह्यो हाम्रो सबैको लागि तपाईँ व्हिलचेयर भन्दा तपाईँलाई प्यारालाइसिस हुन्छ भनेको थिएँ हो मलाई त जहाँ पनि सर्जरी भनेको इभन मैले बिना अपरेसन 3 वर्ष चाहिँ म चाहिँ नि अब एउटा मल्टिनेसनल कम्पनीमा काम गर्थेँ मैले त्यो रिपोर्टहरू मेरो रिपोर्टहरू ब्याक त्यो ऊ गरेको के भन्छ एमआरआई गरेको रिपोर्टहरू मैले पठाएको पनि इन्डियामा 3-4 ठाउँमा प्राइभेट कसैले चाहिँ नि पेसेन्ट ल्याएर आउनु भन्यो कसैले चाहिँ नि सर्जरी भनेको थियो तर मैले सकेसम्म यो ब्याक पेन हुनेलाई सर्जरी नगर्दै राम्रो मेरो हिसाबमा किनभने मैले डाक्टर साहबको यहाँको अरू पेसेन्टको पनि सुनेको छु उनीहरूले के भन्छन् मैले एकचोटि सर्जरी गरेको फेरि मलाई दुख्यो भनेर हुन्छ मैले चाहिँ गर्दिनँ सकेसम्म म नगर्नु बरु यहाँ एकचोटि ट्राई गरौँ न यत्रो छ उपचारहरू एकचोटि ट्राई गरौँ 20 दिनको कोर्स गरेर अलिकति कम भयो भने त फेरि राम्रो भइहाल्यो एक्चुअली अब डिजिज वाइज भन्नु पऱ्यो भने L3, L4, L4, L5, L5S1 मा डिस्क बल्जिङ थियो र L5X1 मा चाहिँ S1 मा चाहिँ एक्सट्रुड नै थियो भएको चाहिँ सिभियर थियो मोर देन 75-80% कम्प्लेन थियो खुट्टा अलमोस्ट चल्दैन मेरो गाह्रै हुन्थ्यो मलाई खान पनि अवस्था थियो भने अब त्यस्ता बिरामी पनि अब जसले नियम पालना गर्छ गर्न नहुने प्रिकसनहरू पनि अपनाउँछ त्यो मलाई हिँड्ने त डाक्टर साहब हजुरको कल्पना म अरू हिँड्या देख्दा मलाई आँखाबाट आँसु आउँथ्यो म कसरी हिँड्ने यसरी पनि अब अहिले मलाई भनौँ न बहिनी शनिबार त म 20-25 किलोमिटर हिँड्दा मलाई केही समस्या छैन डाक्टर उहाँलाई अब हाम्रो लेजर थेरापी मात्र गर्यो कि त्यसबाहेक अरू केही पनि त्यस्तो ट्रिटमेन्ट उहाँलाई हामीले दियौँ त्यति बेला होइन त्यसपछि जुन सुरुको कोर्समा चाहिँ हामीलाई आवश्यक परेको जुन ट्र्याक्सन टेन्स मसाजहरू सबै गरियो जसले नै यो लेभलमा पुग्यो सबै अलमोस्ट हिलिङ भइसक्यो अब अहिले एमआरआई हेऱ्यो भने त्यो डिस्क बल्जिङ अलिकति हटेको नि भेटाएको छ होइन अब फेरि नहुन दिनुको लागि चाहिँ उहाँलाई चाहिँ यो गर्नु हुँदैन है भन्ने प्रिकसन दिएको छु तर उहाँ मान्नेवाला पनि छैन मान्छु हेभी चाहिँ गर्नु हुन त्यो चाहिँ मान्नु भएको छ तर अब अहिले दुखेकै छैन अब ट्रेकिङ ब्यागबाट बोकेर ट्रेकिङ जाँदा चाहिँ उहाँ जानुहुन्छ होइन त्यो चाहिँ अलाउडै गरेको छ किनकि उहाँले अब 20 वर्ष यसको ट्रेकिङ गरेर दुखेको छैन बल्झिएको छैन एकचोटि पनि दुखाइ बल्झ्यो भनेर आउनु भएको छैन ताकि उहाँले चाहिँ फेरि थलाइ परेर बाङ्गो भएर त्यसरी म आएको छैन उहाँले हरेकचोटि जानु अगाडि आउनुहुन्छ गइसकेपछि फोन गर्नुहुन्छ मलाई केही भएको छैन भनेर है कहिलेकाहीँ बिचमा आएर भेट्नु पनि हुन्छ र त्यस्तो क्रमले चाहिँ अब थुप्रैको जसले पालनाहरू गर्छ अब शरीर त हो नि शरीरलाई चाहिँ आफूले पनि एउटा केयर गर्नु पर्यो अहिले मैले यो ट्रिटमेन्ट गरेको छु अब मलाई केही हुँदैन भनेर मात्रै भएन त्यही कुनै पनि रोग लागिसकेपछि त्यो शरीरलाई बचाउने अभिभावना त आफै भयो र त्यसमा हामीले सजेसन दिइहाल्छ यो गर्नुहुन्छ यो गर्नु हुँदैन भारी बोक्नु हुँदैन चुक्नु हुँदैन उफ्रिनु हुँदैन जम गर्नु हुँदैन ती चिजहरू चाहिँ अपनाउनु पर्यो जे पनि गर्ने आवश्यक पऱ्यो पनि त्यो मिलाएर थोरै पोस्चर मिलाएर गर्नु पर्यो र बेला बेलामा यसरी वर्षको एकचोटि कम्तीमा पनि केही पनि नभए तापनि हामीलाई चाहिँ पटक आफ्नो उपचार गर्ने कोही पनि डक्टरलाई फेरि वर्षको एकचोटि भेटिरह्यो भने त्यसमा चाहिँ फेरि बल्झिन नदिन तपाईँलाई सजेसन तपाईँले मेडिसिन तपाईँलाई अब उहाँले त एक्सर्साइज एकदम रेगुलर गर्नुहुन्छ होइन त्यो पनि एउटा प्लस पोइन्ट हो अनि डाइटरी सप्लिमेन्ट्रीहरू डाइट कन्ट्रोलहरू शरीर मोटाउनु हुँदैन जेपातिक खानु पाइएन शरीर स्वस्थ राख्ने जे आवश्यक उहाँले एकदमै पालना गर्नुभएको